What's up guys? सबैजना एकदम सन्चै होला? सन्चै छु। एकदम अहिले चाहिँ बिहानको 5 बजे बोरा बोकेर हिँड्दा हो। बोरा हो धौरा हैन? यहाँ छ यो। आज हाम्रो डे 1 अफ मुस्ताङ टुरै कडा हो। अस्सलामले थाकिसक्यो घरबाट आउँदा आउँदै यहाँ। अहिले चाहिँ हामी मेन रोड गाइस। अलि मोबाइलसँग मिलेन। यसरी चाहिँ हो पुग्न लाग्यौँ अब लगभग। त्यही गाइस अहिले चाहिँ हामी प्रनु घर हुन आइसकेछौँ। मैले चाहिँ यहाँ अस्सलाम वालेकुम सनालाई भेटिसकेको छ। अनि पछाडि प्रवीण अनि इजना अनि श्रीशान्त चाहिँ आउँदैछ पछाडिबाट। त्यही हो अब हामी स्कुल पुग्न लागिसक्यो गाइस। हाम्रो अब सुरु हुन्छ केही मिनटमा। ट्रिप स्टार्ट हुनेवाला छ गाइस। हेर्नु होला पुग्न भइसक्यो गाइस। आज चाहिँ एकदम मान्छेहरू टनाटन भइसक्यो। मलाई नि यहाँ भरिपूर्ण भइसक्यो मेरो भाइ एकदम फ्यान है फ्यान हो उसलाई। मान्छे बढाइ छ गाइस। अटोग्राफ रे केटा अटोग्राफ हिरो 10 है गाइस। हिरो 10बाट आउनेवाला छ अहिले भ्लग चाहिँ अहिले एकछिनमा। अनि सिजन एकदम स्पोन्सर हिरो 10 को अहिले भ्लग बनाउनलाई होइन। त्यही गाइस अहिले चाहिँ टक्क बसिसकेको छ सबैजना। कफी गाइस अलिकति यहाँ अलि प्रवीण सर हुनुहुन्छ र असु सर हुनुहुन्छ यहाँ चाहिँ। अनि त्यसपछि टक्क रेडी गाइस बसोबास लगाए। अब चाहिँ हामी हिँडिसकेको छ। खै यस्तो कसरी खोल्यो खोलेर त्यहाँ आउनु पऱ्यो गाइजहरूलाई। हेर्न सक्नुहुन्छ गाइस। हामी चाहिँ हेर्न लगाएको। म्याम चाहिँ त्यहाँ हुनुहुन्छ। बाई बाई म्याम। र म्यामसँग बाई बाई भइसक्यो। अब हामी जाँदैछौँ गाइस मुस्ताङतर्फ। प्रवीण सर हुनुहुन्छ त्यहाँ हाम्रो प्रवीण सर। त्यो गाइस रमाइलो छ रमाइलो। टावर नचल्ने भएकोले होइन सबजना बसिसकेको छ पछाडितिर। त्यही हो पछि नाच्नुपर्ने हुन्छ हामी। गाइस अब चाहिँ ओर्लिदिएको ल हामी। एकदम सर्ट ब्रेक पिपी गर्ने टाइम गाइस। गजब बेइज्जती गाइस। एकछिन म गर्न जान्छु। सर हुनुहुन्छ ए सर हुनुहुन्छ गाइस। होइन सर के गर्नु सर अहिले भेट्छु म। टक्क यहाँ हात धुनुपर्ने हुन्छ गाइस। कसरी हो यसरी पो हो खाना है गाइस। खाना लिन जानुपर्ने हो गाइस। बस्देको त लिन जानुपर्ने हो गाइस यार। आफै थाहा पनि आफै लाने। हामी एकदम पुरै छौँ सबजना। हामी मात्र होइन म मात्र होइन सबजना पुरा 2-3वटा लिएर गइहाल्छु कि पुरा 2-3वटा लिएर गइहाल्छ अरे। ल दियो खाली छ होइन। म कस्तो भोग लगाएर गाइस 2जनाको लागि हो एकछिन त्यसमा नखाने। बल्ल पालायो गाइस। अन्त ल पकौडा नि टक्क एउटा। ओए आदित्य एउटा चम्चा ल्याइदियो ल चम्चा। यहाँ जानुपर्ने हुन्छ। मैले टक्कसँग यहाँ गएर अनि टक्कसँग लाएर यहाँबाट भित्र यस्तो चागने भाइ भाइ धन्य अड्केको गाइस पछाडितिर हेर्नु। त्यहाँबाट झ्याम्म छ नि गाइस। कसरी आदित्य झ्याम्म त्यहाँ चाहिँ फोटो सुट चलिरहेको गाइस। त्यही हो अब यहाँ रमाइलो छ अहिले बाटो पनि रमाइलो छ गाइस। यहाँ एकदम गेडाङगुडुङ नेपालको बाटोको हालत अलिक ठिक छैन। ए हस् टाढा नजाने अलि अब चाहिँ चढ्दिएको गाइस। अब चाहिँ हामी चढ्न लाग्यो। अब पछाडि जाउँ हामी। नाचेर अब चाहिँ म तपाईँहरूलाई बाहिरबाट सिन देखाउँछु। अब अर्को एङ्गलमा हेर्नु गाइस।
म चाहिँ गाइज एकदम सृजनलाई कुरिरहेको छु गाइज। जानुपर्ने हुन्छ हामी खाना खान लागि चार्ज गर्दैछु म चट्ट भिडियो म पकाइदिन्छु। अब चाहिँ एउटा हाम्रो दुध हुनुपर्ने सर चाहिँ आएर जान्छु भन्नु मलाई चाहिँ के खानु क्यामेराम्यान बनाएको खाना चाहिँ खानु लाइदियो सबैलाई खाना खानु जापानी लाइन है केटा जापानी लाइन क्या सुत्या सुत्या गर्ने यो दुईजना चाहिँ यो रिजन अझै प्रवीण साइको सुत्या एकचोटि उठाइदिएको छैन मैले यिनीहरूलाई नाचे गर्ने भनेर आफूले देखाउने अनि नाचे चाहिँ म है एकदम सर्भ गर्ने चाहिँ हाम्रो सृजन ल भयो थोरै मात्र हालौँ ल भयो हेभी भयो यार थाली नै हेभी भयो गाइज यार नयाँ सदिन हाल्ने यार यो खाँदिनँ म फाल्नुपर्छ मैले हाल्नु नि त्यो मलाई मनपर्छ साग चाहिँ म खान्छु सागहरू रहेछ यार ल एउटा थाली तिमीलाई चाहिँ तिमीमा हाल अनि मलाई चाहिँ हाल्नु बोकिदिन्छु उयो हड्डीवाला बोक्दैन उयो हड्डीवाला उयो हो त्यो बोक एकदम मासु पनि छ है मासु पनि छ अब चाहिँ खान थालेको ल खाएर अब आइसकेको गाइस सट्टा आयो त्यो गाइस अब चाहिँ हामी नलाएको यहाँ चाहिँ हाम्रो गणेश सर हुनुहुन्छ यहाँ चाहिँ हाम्रो प्रवीण सर हुनुहुन्छ प्रवीण सरले पनि खाइसक्नु प्रवीण सर अघि निधन भएको थियो राम्रैसँग निधन भएको थियो त्यही अहिले गीत सित बच्छ फेरि भ्लग गर्न पाउँदिनँ गाइस रिजन तर मलाई चाहिँ उभ्याएकै होइन के भाइ रिजन भाइले गीत ताकिरह ए गाइस अहिले भेट्छु अब हामी यहाँ दमौलीमा खाना खायौँ होइन दमौलीमा खाना खायौँ अब हामी जान्छौँ अब बेनी जाने हो सिधै गाइस त्यही गाइस हेर्दै जानु गाइस यो चाहिँ पोखरा हो गाइस पोखरा यस्तो हुने रहेछ गाइस ओए साइकलिस्ट पनि रहेछ यार पोखरामा ओए यार पोखरा मजा आयो फर्स्ट टाइम लाइफमा अहिले चाहिँ हामी टक्क ओर्दैछु है बेलुकाको कति बज्यो है बेलुकाको चाहिँ 5:30 बज्नु 5:30 हुन लागिसक्यो 5:15 के भन्नु पर्दा 5:30 बज्छ अहिले हामी के मन्दिर हो यो वेलकम टु गण्डकी गोल्डन ब्रिज सो अब चाहिँ गोल्डन ब्रिज हो गोल्डन ब्रिज जान गाइस गणेश सर हेर सर सुन्नु भएन गाइस कता जाँदैछौँ सर हामी गोल्डन ब्रिज अगाडि हेरेर मलाई चाहिँ किन सोधिन सर मिलाइ अन्त हामीलाई अलिक प्यान्ट फुस्केको केटा म प्यान्ट लाउँछु ल रिजन छ आज रिजन के छ ठिक छ नाच्छु म रिजनलाई देख्छु ठिकै छ ए भाइ यसले त पुग्यो यार चिलाउने कति लामो आमा 200-400 मिटर 500 मिटर होला बढीमा नि किनले डर लागिदिराखे आम्मा भने त डर लाग्यो बबाल अति लामो हाम्रो सक्दैछ भाइ ओ चल्ला दियो पत्ता ओए कस्तो हल्लाको क्या हो अगाडिबाट नलाउ न लास हल्लिरा ओए कुदिरहेको छु कि म सरहरूलाई गोल्डन ब्रिज हेलो सर गोल्डन ब्रिज हेलो सर हेर्न सक्नुहुन्छ गाइस त्यहाँबाट यहाँ आउँदा त्यो पुल उतादेखि यता आउँदा त्यत्रो अन्धारो भइसक्यो भने चाहिँ अलिक कति टाइम लाग्यो होला लगभग हाम्रो थत गाइस अहिले चाहिँ हामी त्यहाँबाट आइसक्यो झुलुङ्गे पुलबाट त्यहाँबाट निस्केर हामी बसमा आइसक्यो बसबाट अब हामी कहाँ जान्छौँ भन्दाखेरि बागलुङको कालिका मन्दिर जान लाग्यो
हेर्न सक्नुहुन्छ एकदम बत्ती खतरा बालेको छ अगेन गाइज त्यसको के अरे हामी चाहिँ जान लागेको अब कता जान लागेको भन्दाखेरि चाहिँ अब चाहिँ हामी कहाँ जान लाग्यो भन्दाखेरि मैले बिर्सेँ भन्दाखेरि मैले फेरि बिर्सेँ गाइज ठ्याक्क हामी जानकी मन्दिर जान लाग्छ सरी बिर्सेँ लगाउनु सर लगाउनु भाइ चस्मा लाएर लागेको जानकी के अरे जानकी कालिका मन्दिर कालिका यता नि भ्लग हो सरले सँगै जानु भन्दा त्यो गाइज हामी जान लाग्छ चाहिँ कालिका मन्दिर हो अनि त्यही हो अनि वास्तविक नै त्यही हो अनि हुनै हो तेरा बाप यहाँ छोडकर गया था कि तेरी माँ हो सक्यो जानकी मन्दिर चाहिँ उतै छ गाइज यो नाइट भ्यू चाहिँ अहिले भोलितिर टक्क लेक साइडतिर पर्सि बेलुका भोलि बेलुका पर्सि बेलुका लेक साइडतिर चाहिँ राम्रो हुन्छ अलिकति यतिको हिँड्न बेलुका अब यी भिआइपी टोइलेट भन्दा फुटेजी गाडीहरू गएर तिम्रो डुड आउँछ भिआइपी टोइलेट त्यही त छँदा चाहिँ छ कि हार्दिक स्वागतम गर्दैछौँ बजाउन सुरु पाङ 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 एसीमा 100 फो फिक्स फो मलाई थाहा भइसक्यो अर्को भ्लगर कस्तो लागिरहेको अरूको मलाई खुसी लाग्छ मलाई चस्मामा रजाइ गर्दा एकदम खुसी लाग्छ मरद खुसी लाग्छ त्यही हो अब लाग्यो मलाई दुईवटा भ्लगर छ अब यसले चाहिँ भ्लग हाल्छ हाल्दैन यसको चाहिँ टुङ्गो हुँदैन केटा मेरो चाहिँ सियोर आउने भइहाल्यो होइन यो सियोर आउँछ केटा यसले धेरै बोल्यो यो जानकी मन्दिर त के हो धेरै टाढा नै थियो भाइ बोलाएको थियो एकदम टाढा नै रहेछ गाई जानकी मन्दिर आँखा टल्किन्छ सर्क अनि सरले अगाडि देख्नु हुँदैन नि हामी हराएको सरले थाहा पाउनु हुँदैन यहाँ जङ्गल छ सायद बत्ती बोलाएको छैन मैले त्यही देखाएको छैन क्या साह्रै नै मिठो धाराको पानी मरे नि तिर्खैले को भने त हाम्रो क्लासको मान्छे रहेछ चिनिन कि फर्स्टमा त सर हुनुहुन्छ अगाडि चाहिँ स्योर हो नि सर हुनुहुन्छ एकदम मन्दिर चाहिँ त्यहाँ छ गाइस फाइनली देखियो सर फेरि एकचोटि भनिदिनु सर दिपकको ब्लग एकदम सुपरहिट होस् ल यति भयो अब भने पुरा होस् गाइस मेरो मोबाइलमा चाहिँ अहिले मम्मीको कला छ कि मम्मीको कला मोबाइलमा त्यसैले मैले चाहिँ रिजनको फोनबाट गरेको हो ए यो मन्दिर देखाइदिउँ मन्दिरमा छौँ हामी चस्मा लियो रिजनले एउटामा फोन आयो अर्को मोबाइल खुलिहाल्छ सर मेरो फेरि सर ग्रुप फोटो खिच्नुपर्छ यताबाट आयो अर्को ल जानकी मन्दिर चाहिँ होइन परिक्रमा गर्दैछ के भन्छ परिक्रमाको गर्दैछु मन्दिरको फोटो चाहिँ त्यो अर्को मोबाइलबाट क्लिपमा हालेको छु है त्यो मोबाइल अलिक बिजी थियो त्यसैले सो ढोग्नुपर्छ यहाँ ढोगौँ गाइज हामी आएको चाहिँ यो जानकी टेम्पलको मन्दिरको टोइलेटमा सर ए सर गाइज ओ गाइज टोइलेट त के हो गाइज यार थर्ड गाइज टोइलेट त डेन्जर छ भने त आम्बो यो गाइज ह्यान्ड ड्राई गर्नेले गाइजले त टाउको ड्राई हान्दा ओए यहाँ त ओ यो अनलाइन हो ए कसरी खिचेर म त अनलाइन यसो हाल्छु है बिगल ठाउँमा मान्छे देखिसक्यो यो बिगल एकदम यस्तो देखाइसक्यो के तातो अगाडि गर्नु साइता आन्टी लभर साइता आन्टी लभर साइता आन्टी लभर सराउन्ड लाइन सर रिभ्यू सर लाग्यो सर रिभ्यू नेपालको सिभिल मलको वासरुम बसेर लाग्यो सर नेपालको सिभिल मलको कहाँ बस्नु भएको सर ए जोस म त साबुन स्वर घर लगाउँ क्या चाहिँ हामी लगभग पुगिसकेका छौँ
यो 2 लाइन चाहिँ सरको लागि Yes. Finally we are in our night home. नाइट होम यस सर तर यो ब्लर चाहिँ किन आयो गाइस मैले त्यही बुझिनँ ल गाइस के भयो यहाँ सर यहाँ भुट्छ सर कसम कसम सर भुट्छ क्या यहाँ हेर्नु न यहाँ क्यामेरा धमिलो देखिरहेको सर एकचोटि फोकस आएन ए ल म राख्छु चाबी नत्र ल यहाँ चाहिँ छ यहाँ चाहिँ यिनीहरूले बाँदरहरूको देखाउनु सुरु गरिसक्यो केटाहरू चाहिँ यहाँ बोलाहरूको देखाउनु थाल्छ यो केटा हो केटा अब चाहिँ हामी खाना खान लाग्यो सबले पाइसक्यो एकछिन ल गाइस आजको भ्लगमा चाहिँ यति नै हो म खाना चाहिँ खाइसकेको छु केटाहरू यहाँ छ अब के रमाइलो हुन्छ होला सायद अब त्यो सबै भ्लग बनाउँदाखेरि लास्ट एकदम लामो भइसक्यो अलरेडी ब्लग सो केटा हो ल अझ भ्लगिन हामीले